तपाईहरुले अहिले यो जुन देख्दै हुन्छ यो व्हाइट कलर पनि हैन ग्रे कलरको यो माउन्टेन जस्तो यो चाहिँ काहीँ नभएर हाम्रो मिनी माउन्टेन मेचीनगर 2 झापा नेपालमा पर्न गइरहेको छ। सो सधैँ तपाईहरुले टिकटकमा हेर्न सक्नुहुन्थ्यो पर्देखि पछाडि को बोल्दैछ भनेर। त्यो पर्देखि पछाडि चाहिँ कोही हैन नन अदर देन हाम्रो आशा दिदी सेज इन्जोइङ अ लट। अहिले के गर्दै हुन्छ थाहा छैन। आशा दिदी एउटा लुक हान्नु न त ल यता। कस्तो फिल भइरहेको छ त आजको दिनमा तपाईलाई? ह्यापी। भाइटिका कसरी बनाउनु भयो? एकदम खुसी साथीहरुसँग। अनि के बनाउनु भएको थियो? रोटी, अचार, सब्जी अनि मिठाई। फेरि आशा दिदीहरुको यति परिकार हुन्छ कि खाएर साध्य छैन। कतिजनालाई टिका लगाइदिनु भयो त? दादा, दुईटा दादा, एउटा भाउजू। भाउजू दादा सबैजना यहाँ फोटो खिच्दै हुनुहुन्छ। अनि एउटा दादा चाहिँ यहाँनिर हाम्रो हल्का गलेर बसिरहनु भएको छ। यतापट्टि हाम्रो बहिनी भदैनी पनि छिन्। अनि यहाँ यस्तै छ जिन्दगी चलिरहेको छ गाउँघरमा। कहिले हाँसो त कहिले दुःख। यता हाम्रो आशा दिदीले के कला देखाउनु ल? के भन्न चाहनुहुन्छ त तपाईँ आजको भ्लगमा ल? स्वीट सर्ट एन्ड स्वीट। हाम्रो आशा दिदी पुरा क्रेजी हो नि फेरि भिडियोहरु बनाउनु। त्यही भएर यस्तो राम्रो साइट्समा आउनुहुन्छ। तपाईहरु पनि आउन चाहनुहुन्छ भने आउनुहोस् र इन्भाइरोन्मेन्टको महत्त्वपूर्ण लाभ उठाएर जानुहोस् है त।